नमस्ते नमस्कार साथीहरू, फेरि म न्यू भिडियो लिएर उपस्थित भएका छु। यो भिडियो महत्त्वपूर्ण भिडियो रहेका छन्। नेपालका इतिहासका बारेमा केही महत्त्वपूर्ण जीके क्वेशनहरू रहेका छन्। बारम्बार जीके क्वेशनहरूमा र लोकसभामा सोधेका छन्। पहिलो क्वेशन रहेका छन्, अनि कार्यालय समय 10 र 5 गण्य राणा प्रधानमन्त्री को हुन्? त यसको सही उत्तर देव शमशेर रहेका छन्। शनिबार बिदा दिने चलन कसले चलाएका हुन्? भीम शमशेरले चलाएका हुन्। सैनिक र कर्मचारीलाई पेन्सनको व्यवस्था कसले सुरु गरेका थिए? त जुल शमशेरले गरेका थिए। शाहकालमा विभागका प्रमुख र क्षेत्रीय प्रमुखले के भन्थ्यो? काजी भन्थ्यो। शाहकालमा जङ्गी सेवाको क्षेत्रीय र केन्द्रीय प्रमुखले के भन्थ्यो? चौतरिया भन्थ्यो। शाहकालमा जिल्लाका निजामती कर्मचारीहरूको प्रमुखले के भनिन्थ्यो? सुब्बा भनिन्थ्यो। सुब्बा भनिन्थ्यो। राणाकालमा सरकारी कर्मचारीको अभिलेख राख्ने कार्यालयलाई के भनिन्थ्यो? त कमान्ड्री र किताबखाना भन्थ्यो। लोकसेवा आयोगको स्थापना कहिले भएको थियो? त 2008 साल असार 1 गते भएका छन्। नेपालमा पहिलो आम निर्वाचन कहिले भएको थियो? त 2015 सालमा भएको थियो। पहिलो आम निर्वाचन भएको थियो। नेपालमा राजा महेन्द्रले पञ्चायती व्यवस्थाको सुरुवात कहिले गरेका थिए? त 2017 साल पुस 1 गते गरेका थिए। आजका यही क्वेशनहरू तपाईँहरूबाट म बिदा लिँदैछु। फेरि अर्को भिडियोमा मिल्नेछु। हस्, नमस्कार, धन्यवाद। भिडियोलाई लाइक सब्सक्राइब गरिदिनुहोस्।